जसरी उम्लिरहेको पानीमा आफ्नो प्रतिबिम्ब देख्न सकिन्न, त्यसै गरी क्रोधी मानिसले आफ्नो भलो केमा छ भनेर बुझ्न सक्दैन। नमस्कार, हृदयबाटै धेरै 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 नै स्वागत छ कार्यक्रम स्वर्ण संसारमा। घर परिवारसँग सम्बन्धित कार्यक्रम हो यो। घर परिवारसँग सम्बन्धित रहेर म मेरा कुराहरू तपाईसँग सेयर गर्ने गर्छु। आज पनि धेरै कुराहरू लिएर आएकी छु। त्यसमा पारिवारिक सम्बन्धलाई अझ महत्त्व दिउँ कि भन्ने विचार गरिरहेकी छु। पारिवारिक सम्बन्ध, पारिवारिक सुखको बारेमा केही कुरा गर्नेछु। त्यसपछि प्रेरक प्रसङ्ग पनि लिएर आएकी छु। परिवर्तन, आफूलाई परिवर्तन गर्न सकिन्छ कि, आफूलाई परिवर्तन गर्न सजिलो छ कि, या अरूलाई परिवर्तन गर्न सजिलो छ, यसबारेमा केही कुराहरू सेयर गर्नेछु। साथै सानो खानाको रेसिपी पनि लिएर आएकी छु आज, त्यो पनि तपाईँसँग सेयर गर्नेछु। समय बाँकी रहेको खण्डमा अन्य थुप्रै कुराहरू सेयर गर्ने नै छु। अरूलाई बदल्न कसैले पनि सक्दैन, आफूलाई बदल्न हरेकले सक्छ। तर दुर्भाग्य के भने यहाँ प्रत्येक मानिस अरूलाई बदल्ने प्रयत्नमा छन् र अरूलाई बदल्छु भन्नेहरू आफ्नो चित्तको स्पर्श, वेदना, तृष्णा, उपादान र भवको दुष्चक्रप्रति बेखबर छन्। त्यसैले यहाँ छलछाम र धोखाखडी छ, असफलता र अशान्ति छ, बेचैनी र बेमेल छ। यो पागलपनको जसलाई बोध हुन्छ उसको जीवनमा दुःख निदानको प्रयास त्यसै क्षणमा हुन्छ। याद राख्नुहोस्, आनन्दका लागि सबै सम्बन्ध र परिवेश गौण हुन्। त्यसप्रतिको हाम्रो होस प्रधान हो। जसको होस आफ्नै चित्तका भाव तरङ्गप्रति प्रतिस्थापित छ उसको दुःख हटेर जान्छ। किनभने क्लेशहरूको फन्दामा परेर अनेकन कर्म बन्धनमा पर्ने प्रक्रियाको अन्त हुन्छ। दुःख भनेकै होसको अनुपस्थितिमा हुन पुगेको कर्मको परिणाम हो। यो अँध्यारो समान छ। होस भनेको उज्यालो हो। जब हामी बत्ती बाल्छौँ तब अँध्यारो तुरन्त गायब हुन्छ। त्यसरी नै जब होस जागृत हुन्छ तब सबै दुःखहरू आफसे आफ गायब हुन्छ। किनभने दुःखको पारमार्थिक सत्ता छैन, केवल हाम्रो विपरीत बुझाइमा कारण हो, अनुभवमा उत्रिएको मात्र हो। अत दुःखको निदान हाम्रा वरपरका मानिस, समाज र संसारलाई बदल्नुमा होइन, आफूलाई बदल्नुमा छ, होस बढाउनुमा छ। हामीले आफूलाई बदल्न किन जरुरी छ, आफूलाई बदल्न कतिको सहज छ, होसमा रहेर अघि बढ्न कतिको जरुरी छ भन्ने बारेमा मैले प्रेरक प्रसङ्ग सेयर गरिसकेकी छु। पारिवारिक सम्बन्ध एकदमै दिगो भयो भने, पारिवारिक सम्बन्ध सहज राम्रो भयो भने मात्रै हाम्रो एउटा घर सुन्दर बन्न सक्छ, एउटा घर सफल बन्न सक्छ, पारिवारिक सुखहरू स्थापित हुन सक्छ। यहाँ सम्बन्धको भूमिका सबैभन्दा ठुलो रहन्छ पारिवारिक सुखमा। सम्बन्धको एकाङ्की परिभाषा खासै छैन। यसलाई विविध आयामबाट अर्थ्याउन सकिन्छ। एकल परिभाषामा सीमित गर्दा अर्थपूर्ण नहुन पनि सक्छ। तथापि सम्बन्ध एउटा गठजोड पनि हो। यहाँ एकभन्दा बढी पक्ष, एकाइ वा व्यक्ति आपसमा हामीले मिल्नु पनि पर्छ। सुख मनको शान्ति, दिमागको उत्साह, विचारको सन्तुष्टि, मस्तिष्कको चयन हो। र सुखलाई अर्थ्याउने सम्बन्धमा अध्यात्म, विज्ञान, मनोविद तथा दार्शनिकहरूले आफ्नै मत पनि रहेको पाइन्छ। सम्बन्ध र सुख एकअर्काको परिपूरक हो जस्तो पनि लाग्छ। र सम्बन्धको उद्देश्य भनेकै सुख प्राप्ति हो। मधुर, हार्दिक र विश्वसनीय सम्बन्धकोले व्यक्तिमा सुखको प्रवर्तन गर्दछ। व्यक्तिगत वा पारिवारिक सम्बन्धको अन्तर्निहित उद्देश्य सुख, शान्ति, समृद्धि, हौसला अनि सुखी उत्साह नै हो। सम्बन्ध सुख प्राप्ति गर्ने माध्यम पनि हो र चिरस्थायी र दिगो सुख प्राप्तिका लागि दरिलो स्वार्थरहित सम्बन्धको जरुरत पर्छ हामीलाई। र सम्बन्धमा स्वार्थ मिसियो भने स्वार्थ सिद्ध नहुन्जेलसम्म मात्रै सम्बन्धको अस्तित्व रहन्छ र त्यस्ता सम्बन्धहरू निहित स्वार्थ सिद्ध हुनसाथ अब मिट्यान्न हुन्छन्, आफै हटेर जान्छन्, आफै बिग्रिँदै जान्छ त्यस्ता सम्बन्धहरू। र अर्को कुरा, सुखको स्रोत खोज्दै
अब धेरै ठाउँमा धाउने व्यक्तिहरू छन्, धेरै जप तप गर्ने व्यक्तिहरू छन्, मन्दिर मस्जिद धाउने व्यक्तिहरू पनि छैन यो दुनियाँमा। वैराग्य दुनियाँको तर्क भने फरक हुनसक्छ र केही आध्यात्मिक अब योगी मुनिहरूको तर्कअनुसार सांसारिक सम्बन्ध सुखको कारक नभएर दुःखको कारक हो। तर मानिस सामाजिक प्राणी भएसँगै उसले आफूलाई अलग्याएर सुख खोज्नुभन्दा समाज र परिवारका सदस्यहरूलाई जीवनको अभिन्न अङ्ग बनाई आपसमा सुमधुर र सौहार्द सम्बन्ध कायम गरी आपसी प्रेम, सौहार्द र त्याग र समर्पणको माध्यमद्वारा सुखको खोजी गर्नु श्रेष्ठकर हुन्छ जस्तो महसुस हुन्छ र आफूभित्र शान्तिको भाव जगाउन, मनलाई स्थिर गर्न सक्छौँ। हामी ध्यानहरू गर्न सक्छौँ। यदि मनमा नेगेटिभ कुराहरू आइरहेको छ, खटपट हुने कुराहरू भइरहेको छ भने मनलाई शान्त गर्नको लागि हामी योगहरू गर्न सक्छौँ, ध्यान गर्न सक्छौँ। हिमालय अटल कर्णप्रिय सङ्गीत झैँ लयबद्धता सुमधुर हुन जरुरी छ भनेर भनिन सक्छ। तर वातावरणले पनि धेरै फरक पार्न सक्छ र पारिवारिक सदस्य बीचको सामिप्यता, अब निकटता र हार्दिकताले नै परिवारमा सुख हुने हो कि दुःख हुने हो कि कष्ट हुने हो कि पीडा हुने हो कि के हो भन्ने कुरा देशले देखाउने कुरा हो। परिवारमा सम्बन्ध कस्तो रहेको छ भन्ने कुराले र सुखको सबैभन्दा ठुलो कारक नै पारिवारिक सम्बन्ध हो भन्ने कुरा हामीले कहिले पनि नबिर्सौँ। यो पारिवारिक सम्बन्धको बारेमा अझ केही कुरा गर्ने मनसाय मेरो आजको प्रोग्राममा रहनेछ। योग मुनिहरूले सांसारिक जीवनभन्दा एक्लो जीवन नै सुखद हुन्छ भनेर भनेको कुरा पनि मैले उद्घोष गरिसकेँ र पनि हामी सामाजिक प्राणी भएको हिसाबले घर परिवारमा रमाउँछौँ, परिवार होस् भन्ने चाहन्छौँ र परिवार सुख शान्ति कसरी कायम गर्ने त भन्ने कुरामा हामी लागिरहँदाखेरि पनि कहिलेकाहीँ हुँदैन। कहिलेकाहीँ कुराहरू बुझ्न नसक्दा पनि त्यसो हुन्छ। कहिलेकाहीँ हामीले आफ्ना कुराहरू सही तरिकाले बुझाउन नसक्दा पनि पारिवारिक बेमेल भएको पाइन्छ र सुखको सबैभन्दा ठुलो कारक नै अब पारिवारिक सम्बन्ध हो। घरमा सुख शान्ति हुनु भनेको पारिवारिक सम्बन्ध राम्रो भयो भने मात्रै हो र पारिवारिक सम्बन्ध राम्रो हुनको लागि परिवारका सदस्य बीचको विचार, मान्यता, दृष्टिकोण समान हुनैपर्छ भन्ने छैन। परिवारका अलग अलग पुस्ताबीच पुस्तान्तरणसँगै सोच, विचार, मान्यता फरक हुन सक्छ। त्यसो हुँदैमा सम्बन्धमा खटपट भइहाल्छ भन्ने पनि होइन र पुरानो पुस्ताले वर्तमान पुस्तालाई विगतदेखि चलेका परम्पराको निरन्तरताको अपेक्षा गर्दछ। वर्तमान पुस्ता ती परम्परागत अब वैज्ञानिक र तर्क खोज्छ। तथ्य पुष्टि हुन नसक्ने परम्परालाई आधुनिक पुस्ता छोड्दै गएको पनि देखिन्छ र विगतदेखि चलेको चल्ती मानिसले स्विच गर्दै अघि बढेको पनि देखिन्छ। यो धेरै पुरानो पुस्ता नयाँ पुस्ता बीच अलिकति बेमेल नहुँदाखेरि पनि परिवारमा अलिकति खटपट हुने देखिन्छ। धेरै कारणहरू त धेरै हुन्छन्, यो पनि एउटा कारण हुनसक्छ। र अर्को चाहिँ नयाँ पुस्ताले अग्रजको पुस्ताको योगदानको कदर नगर्दा, उचित सम्मान र मान्यता नदिई उक्त पुस्ताप्रति र अपेक्षा गर्दा पुरानो पुस्तामा थप नैराश्यता बढेको पनि पाइन्छ। प्रेमिल सामिप्य सम्बन्ध मार्फत ज्येष्ठ सदस्यहरूको योगदानको कदर नगर्दाखेरि घरमा जस्तै सासु बुहारी बीच बेमेल हुने, पुरानो र नयाँ कुराहरूले गर्दाखेरि खटपट हुने, अब पुरानो व्यक्तिहरूले पुरानै कुराहरू परम्परागत कुराहरू नै भइराखोस् भनेर खोज्ने, नयाँ पुस्ताले नयाँ कुरालाई नै अघि बढाउनु पर्छ भनेर खोज्ने, यी कुराहरूले गर्दा पनि नदेखिने तरिकाले घरमा बेमेल हुँदो रहेछ। यो पनि एउटा कारण हुनसक्छ पारिवारिक रूपमा सुख स्थापना हुन नसक्नुको। र परिवारभित्र व्यक्तिका आफ्नै सोच, विचार, धारणा, दृष्टिकोण हुन सक्छन्। एकअर्काका विचार म धारणामा सम्मान गर्न नसक्ने अवस्थामा पनि पारिवारिक सम्बन्धहरू सुमधुर हुँदैन। पारिवारिक सम्बन्ध सुमधुर बन्नको लागि अघि नै भने सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन। विचारहरूलाई फरक भए पनि एकअर्काको विचारलाई सपोर्ट गर्ने, एकअर्काको विचारलाई सम्मान गर्यो भने हामी परिवारमा खुसी हुन सक्छौँ। र आफ्नो सोचमा परिवारलाई दोहोऱ्याउँछु भनेर सोच्नु पनि गलत हुन जान्छ। आफ्नैले भनेको मात्रै कुरा गर्दाखेरि अहङ्कारी स्वभावले परिवारमा सम्बन्ध धराशायी बनाउँछ र पारिवारिक सम्बन्ध नै उच्चतम सम्बन्ध हो र सुखको प्रमुख कारण परिवार नै हो भन्ने बोध परिवारका सदस्यहरू रहेमा अब ससाना मनमुटाव, असन्तुष्टि र असहमतले समग्र सम्बन्धलाई खलबलाउन सक्दैन। तर उक्त
तथ्यको बोध नहुँदा अब उपरोक्त ज्ञान भएर पनि अब अवचेतन मनमा नचिर्दाखेरि एकअर्काको भन्दा पनि अहङ्कारले ठाउँ लिँदाखेरि पनि परिवारमा अलिकति बेमेल पैदा नै हुन्छ। मैले भनेकै कुरा मान्नुपर्छ, म परिवारको सबभन्दा सुझबुझ भएको परिवारको पुरानो सदस्य हुँ, म सबभन्दा परिवारको ठुलो हुँ भनेर अहङ्कार राख्न थाल्यो भने त्यहाँ पनि परिवारमा बेमेल हुन जान्छ। यसमा पनि अलिकति पुरानो पुस्ताले पनि आफूलाई परिमार्जित गर्दै लानुपर्ने हुन्छ र नयाँ पुस्ताले पनि पुरानो पुस्ताका व्यक्तिहरूको उहाँहरूको कुराहरूलाई सम्मान गरेर अघि बढ्न सक्यो भने दुईजनाको बिचमा खटपट नहुने जस्तो पनि देखिन्छ, त्यस्तै लाग्छ पनि। पुरानो र नयाँ पुस्ता बिचको विभेदले गर्दाखेरि पनि धेरै परिवारमा खटपट भएको, सासु बुहारी नमिलेको होइन, त्यो पनि देखिन्छ। यो पुरानो र नयाँ पुस्ता बिचको यो मतभेदले गर्दाखेरि अक्सर यसो भएको देखिन्छ। यसमा पनि अलिकति एकअर्काको विचार सम्मानलाई हामीले सम्मान गर्न सक्यो भने, पुरानोलाई बिर्सिने भन्ने पनि होइन, नयाँलाई नअपनाउने भन्ने पनि होइन, दुवै कुरालाई म्यानेज गरेर हामीले लान सक्ने हो भने परिवारमा सुख शान्ति आउन सक्छ। र अर्कोतिर परिवारभित्रको दाम्पत्य जीवनमा सामिप्यता, मिठासता, माधुर्यता नहुँदाखेरि पनि परिवारमा सम्बन्धहरू बिस्तारै बिस्तारै कमजोर हुँदै जान्छ। दाम्पत्य जीवन धराशायी हुन पुगेका यावत उदाहरणहरू समकालीन समाजको प्रमुख चुनौतीको रूपमै हिजोआज देखिएको छ, छरपष्ट छ हिजोआज। र मनलाई काबुमा राख्न नसक्दा बहुकाममा क्षणिक सुख प्राप्तिको लागि हुने यस्ता अश्वेत सम्बन्धहरूले गर्दा पनि समाजलाई गलत बाटोतिर दोहोऱ्याएको छ भनेर पनि भनिन्छ। र व्यक्तिगत नैराश्य, वितृष्णा, तनाव, पीडाको पहाड खडा पनि हुन सक्छ। यसरी गर्दाखेरि एकअर्काको भावनामाथि अब समभाव राख्न सकेमा, एकअर्काको विचारको सम्मान गर्न सकेमा वा काम, क्रोध, लोभ, मोह जस्ता मनका संवेगहरूलाई बसमा राख्न सकेमा दाम्पत्य जीवन सुखदायी बनाउन खासै गाह्रो छैन। र सम्बन्धले प्रेम, त्याग र समर्पण माग्छ नै। जहाँ त्याग, समर्पण र विश्वास रहन्छ त्यहाँ सम्बन्धको सुवास पनि मगमगाउँछ। यसरी हामीले सम्बन्धलाई खुसी बनाउनको लागि, घर परिवार सुखद बनाउनको लागि, अन्य सम्बन्धहरूलाई पनि राम्रो बनाउनको लागि पारिवारिकसँग एकपल्ट टोडिएपछि पुनः रूपमा जोड्नलाई अलिकति गाह्रो हुने भएकोले अब परिवारमा सधैँ सुख, अब खुसी, उत्साह, उन्नति, प्रगतिको मूल स्रोत परिवारलाई अटुट सम्बन्ध गाँठोले बाँधेर राख्न सकोस्। माया, प्रेम, अनकन्डिसनल लभ भन्दा ठुलो केही पनि हुँदैन परिवारलाई। एउटा स्वार्थपूर्ण रूपले परिवारलाई अगाडि बढाउन थाल्यो भने या यो स्वार्थपूर्तिको लागि परिवारमा माया प्रेम बाँड्न थाल्यो भने त्यो धेरै दिन टिक्दैन। त्यसैले बेसर्त मायाले एकअर्काको सम्मान गर्दै, हामीले एकअर्काको कुरालाई इज्जत गर्दै अघि बढ्ने हो भने, माया प्रेमले घर परिवारलाई सजाउने हो भने हाम्रो घर साँच्चीकै स्वर्ग बन्नेछ। आज मैले कार्यक्रमको सुरुवातमा आफूलाई परिवर्तन गर्न सहज छ, आफूलाई परिवर्तन गर्न जरुरी छ भन्ने कुरामा प्रेरक प्रसङ्ग राखेँ। त्यसपछि त्यस सँगसँगै घर परिवारलाई सुखद बनाउन, घर परिवारलाई व्यवस्थित बनाउनको लागि हामीले अलिकति तालमेल मिलाउनु पर्ने, परिवारका व्यक्तिहरू बिचमा तालमेल मिलाउनु पर्ने कुरा पनि गरेँ। तालमेलमा पुरानो पुस्ता बिच र नयाँ पुस्ता बिच नमिल्ने तालमेललाई, कुराहरूलाई कसरी हामीले मिलाउने भन्ने जस्ता कुरा पनि मैले राखेँ। साथै श्रीमान श्रीमतीको सम्बन्ध सँगसँगै अन्य व्यक्तित्वहरूको सम्बन्ध पनि कसरी सुदृढ हुनसक्छ। एउटा माया र प्रेम हो सबैभन्दा ठुलो कुरो। माया र प्रेम मनमा रह्यो भने, व्यवहारमा देखियो भने हाम्रो पारिवारिक सुख समृद्धि सदैव बढ्नेछ। यसबारेमा कुरा राखिसकेकी छु। अब भने हामी वन्टन सुप बनाउन जाँदैछौँ। वन्टन सुप बनाउनको लागि सबभन्दा पहिले चाहिने सामग्रीहरूमा अब नुडल्स चाहियो 50 ग्राम, मैदा चाहियो 70 ग्राम, अब बक्चोक अब चाइनिज साग चाहियो है, चाइनिज साग 30 ग्राम, चिकन किमा 35 ग्राम जति लिनुहोस्, चप गरेको प्याज पनि 10 ग्राम जति लिनुहोस्, हरियो प्याज 10 ग्राम लिनुहोस्, नुन 5 देखि 7 ग्राम लिनुहोस्, कालो मरिच पनि तपाईँले 5 ग्राम लिन सक्नुहुनेछ, चिकन बोन 500 ग्राम लिनुहोस् र तेजपात पनि 4-5 वटा लिन सक्नुहुनेछ, गाजर पनि 50 ग्राम लिनुहोस्, सेलरी 30 ग्राम, प्याज 30 ग्राम, बटर 15 ग्राम, लसुन 10 ग्राम लिनुहोस्। अब अलि धेरै नै बनाउन चाहनुहुन्छ भने योभन्दा मात्रा, सामग्रीको मात्रा अलिक बढी पनि गर्न सक्नुहुन्छ तपाईँले। बनाउने विधि सिकाउँदैछु। बनाउने विधि पनि एकदमै सजिलो छ यो बनाउन।
बनाउने विधिमा अब सबभन्दा पहिले सम्पूर्ण सामग्री सफा पानीले धोएर मसिनो आकारमा काट्नुपर्ने सामग्रीहरूलाई मसिनो आकारमा काट्ने। वन्टनका लागि चिकन किमा मसिनो गरी काट्ने। वन्टनको लागि चिकन किमा चाहियो नि, त्यसै गरी चिकन किमा चाहियो। त्यसै गरी मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन, मरिच राखेर मोल्ने। र अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने। र सानो आकारमा बेलनले मैदाको रोटीभित्र अघि तयार पारेको किमा फिलिङ गर्ने, किमा राख्ने र मोमो जस्तै डल्लो बनाउने। र मोमो नै होइन तर मोमो जस्तै डल्लो बनाउने। र नुडल्सलाई 5 मिनेट जति उमाल्ने। अब मिडियम हिटमा प्यान तताउने र त्यसमा बटर राखेर चप गरिएको लसुन, चिकन सबै एकैछिन पकाउने। अब अघि बनाएको वन्टन, मोमो सेपमा बनाएको वन्टन फेरि 5 मिनेट जति पाक्न दिने। फ्राई गर्नुभए पनि हुन्छ, तपाईँले फ्राई नगरिकन तपाईँले स्टिम पनि गर्न सक्नुहुनेछ। र नुडल्सलाई 5 मिनेट जति उमाल्ने। अब मिडियम हिटमा प्यान तता त्यसमा बटर राखेर चप गरिएको नुडल्स, चिकन स्टोक राखेर उम्लिन दिने। र अघि बनाएको मोमो फेरि 5 मिनेट जति पाक्ने गरी त्यसमा राख्ने र मरिचको धुलो पनि राख्ने। अब एउटा सफा चाइनिज वालमा स्टिम गरिएको नुडल्स राख्ने बाउलमा। जुन अघि तपाईँले हामीले यो नुडल्स उमालेका थियौँ नि 5 मिनेट जति हो, त्यो नुडल्सलाई एउटा बाउलमा राख्ने। र बाउलमा राखिसकेपछि माथिबाट अब बटर सहितको वन्टन सहितको सुप खन्याउने त्यो बाउलमा। र अन्त्यमा तपाईँले धनिया मनपर्छ धनिया पनि राख्न सक्नुहुन्छ। यो जाडोमा तातो वन्टन सुप तपाईँले खानुभएको छ कि छैन, असाध्यै मिठो हुन्छ। मोमोको स्वाद पनि त्यसमा आउने, वन्टनको स्वाद पनि आउने, किमा भयो किमाको स्वाद आउने, त्यस नुडलको स्वाद पनि आउने। अनि धेरै त्यो मरमसलाहरूले गर्दाखेरि सुपको टेस्ट पनि बेग्लै गर्ने। सुपको टेस्टलाई एकदमै मिठो बनाउनको लागि सबभन्दा महत्त्वपूर्ण भूमिका भनेको चप गरिएको जुन गार्लिक लसुनले ल्याउने स्मेल, एकदमै यति मिठो स्मेल ल्याउँछ। त्यो लसुनको भूमिका महत्त्वपूर्ण हुन्छ सुप बनाउँदाखेरि। यसरी तपाईँले एकदमै सजिलो र सहज तरिकाले घरमै वन्टन नुडल्स सुप बनाएर यो चिसोमा तातो सुप खान सक्नुहुनेछ, खुवाउन सक्नुहुनेछ। रमाइलोसँग यो समयलाई, यो पललाई बिताउन सक्नुहुनेछ। अब भने स्वर्ण संसारबाट म सृजनाले बिदा माग्नुपर्ने समय भइसकेको छ। प्रोग्राम सुनेर साथ दिनुभयो, यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। बिदा दिनुहोस्। नमस्कार।